अरे स्कुल डाँडामा गएर बस स्कुल डाँडामा गएर बस यहाँको विजय खोजी अनि यहाँसम्म बसेर पाराले हेर्नुपर्ने अरे हेलो साथीहरू म चाहिँ आधा बाटोमा पुगिसक्यो हामी चाहिँ यहाँ रोकेर बसेको छौँ म चाहिँ बिहान घरबाट टिका सिका लगाएर आएको थियो चिसो पिनालाई रोकेर बसेको हामी चाहिँ अनि बिहान चाहिँ भिडियो बनाउन पाएन किनकि धेरै बिजी भएको थियो म त्यही भएर त्यसको लागि सरी आइ त छैन म त उ जस्तो त फाइनल्ली हामी चाहिँ यता पुगिसक्यो अब चाहिँ हामी अलिकति खुट्टाले हिँडेर जानुपर्ने छ घाटी चाहिँ यहीँसम्म मात्र जाने हो जाउँ भने हामी जति गाडी चुप्न कहाँ बस्ने भनेको लौ बस्छ मामी जाने जाऊ जाऊ हो यस्तै गरेर न हारियो हाम्रो माइत गाउँमा चाहिँ यस्तो हरियाली छ रमाइलो लाग्छ कि लाग्दैन हजुरहरूलाई भन्नु होला है मलाई त साह्रै रमाइलो लाग्छ है यता चाहिँ हाम्रो मैली छोरी टिकटक बनाउँदै यतातिर चाहिँ दिदीहरू हुनुहुन्छ सबै टिकटकको दुनियाँमा है नाच्ने अब समय नै टिकटकमा पुग्यो छ कहाँ बस्न ल तिमी चाहिँ ऊ त्यसमा बस्दा ड्राइभरले खतरा गर्छ त्यसको बाबु कस्तो धुलो एउटा आएको त माथितिर त गाडीले त धुलै बोडाएछ के बाइकले ए फाइनल्ली हामी चाहिँ यता घर पुग्न लागिसक्यो हामी चाहिँ ऊ त्यो पल्लो डाँडाको पछाडिबाट आएको त्यहाँ चाहिँ मेरो माइत गाउँ हो हामी चाहिँ यहाँ खाजा खानालाई बसेको सबैजना अनि बिस्तारै जाउँ न त भनेर फेरि